बिनाको जीवन। जय मसीह, नमस्कार। यतिखेर यहाँहरू हेरिराख्नु भएको छ जीवन यात्रा जर्नी अफ लाइफ युट्युब च्यानल। यो च्यानलमा विशेष गरेर हामीले इसाई जगतका अगुवा लिडर्सहरू जसले प्रभु यीशु ख्रीष्टमा विश्वास गरेपछिका जीवनमा आएका उतार चढावका कुराहरू, उहाँहरूको जीवनमा आएको सकारात्मक परिवर्तनका कुराहरू, अनि त्यही परिवर्तनलाई देख्न नसकेर संसारका अन्य व्यक्तिहरूले अथवा आफन्त परिवार राज्य जुनसुकै क्षेत्रबाट पीडित भएका अगुवा पास्टरज्यूहरूको हामी विशेष गरेर गवाईहरू सुन्ने गर्छौँ। जीवन यात्रामा उहाँहरूको जीवनशैली, उहाँहरूको जीवन पर्यन्त अथवा उहाँहरूको इसाई जीवनमा भए गरेका घटनाहरू हामी यो फ्रेममा अथवा यो कार्यक्रममा प्रस्तुत गर्छौँ। आज पनि मैले एकजना अतिथिलाई हाम्रो यो च्यानलमा अथवा हाम्रो अतिथिको रूपमा निम्ति आएको छु। उहाँको सङ्घर्षको कुरा गर्नुपर्दा इसाई जीवनमा अथवा इसाई भएपछि उहाँले भोगेका कुराहरू, दुःख कष्ट उतार चढाव, यी सबै कुराहरू आज हामी प्रस्तुत गर्नेछौँ। आज मेरो अतिथिको रूपमा हुनुहुन्छ ज्योति मण्डली धरान 5 का पास्टर मचिन्द्र लावती। यहाँलाई स्वागत छ। जय मसीह। जय मसीह। नमस्ते सम्पूर्ण श्रोताहरूलाई। आराम हुनुहुन्छ? आरामै हजुर। के छ, के गरिराख्नु भएको छ आजभोलि? अहिले घर चर्चमै सेवकैको रूपमा, एउटा सेवकको रूपमा कामहरू गरिराखेको छु। अब तपाईँलाई धेरैले चिन्नुहुन्छ मचिन्द्र लावती भनेर, होइन? एउटा धरान 5 को ज्योति मण्डलीको पास्टर। अलिकति आफ्नो परिचय दिनु न, कहाँ जन्म भयो तपाईँको, अनि कसरी यो ठाउँमा आइपुग्नु भयो? धन्यवाद प्रश्नको लागि। मेरो जन्म 2028 साल माघ 15 गते तुम्बेवा गाउँपालिका वार्ड नम्बर 2 साँदने टोलमा मेरो जन्म भएको थियो। म परिवारमा म माइला छोरा र पछिबाट ख्रीष्ट येशूलाई विश्वास चाहिँ मैले 2039 साल भाद्र महिनामा मैले विश्वास गरेँ। एउटा लिम्बू परिवार, त्यसमा पनि पहाडी बेल्टमा धर्म संस्कार, कुल, यी सबै कुराहरू अझ बढी मान्यता दिएर लागिन्छ। तपाईँले इसाईहरूको एउटा भाषामा भन्ने हो भने दोस्रो पटक जन्म अथवा होइन प्रभुमा विश्वास गर्नु भनेर भनिन्छ। कसरी तपाईँ चाहिँ यीशु ख्रीष्टमा विश्वास गर्न पुग्नुभयो? मैले यीशु ख्रीष्टलाई प्रभु र मुक्तिदाता पनि ग्रहण गर्ने एउटा माध्यम चाहिँ के भयो भने मेरो आमा बिमारी हुनुहुन्थ्यो र उहाँको उपचारको लागि सक्दो हस्पिटल र उहाँको उपचारको क्रममा कुनै कसर बाँकी राखेका थिएनौँ। अनि तापनि मेरो आमा निको हुनुभएको थिएन। उहाँ एक प्रकारको कुजे बिमार, बेहोस हुने, हिँड्नु नसक्ने त्यस्तो खालको बिमार थियो। अनि धरानको बिपी क्याम्प ल्याएर विभिन्न उपचार कार्यमा हामीले लग्यौँ र हालिस खाएर बसेको अवस्थामा एकजना मेरो साइनो काका पर्ने पास्टर यामबहादुर लावती एक दिन मेरो घरमा आउनुभएको थियो। मेरो आमा सिकिस्त बिमारी हुनुहुन्थ्यो। उहाँलाई मैले क्रिस्चियनहरूको विरोधमा मैले अब केही शब्दहरू भने र उहाँले भन्नुभयो, तिमीले बरु विश्वास गर, तिम्रो बाजे बोजूमा चेप्चुमा चाहिँ तिमीहरूमा चाहिँ के भनौँ कम उमेरमै अल्पायुमै मर्ने तिमीहरूकोमा एउटा श्राप छ। बरु विश्वास गर, तिम्रो आमा सिकिस्त बिमारी रहेछ, बरु विश्वास गर्यो भने तिम्रो आमाले विश्वास गरेर यदि प्रभुमा विश्राम लिएर जानुभयो भने एक दिन परमेश्वरको त्यो स्वर्गीय देशमा भेट्ने छौ भन्ने कुरा उहाँले भन्नुभयो। र म आमालाई माया गर्थेँ, बरु जेसुकै होस् म विश्वास गर्छु भनेर मैले त्यति बेला निर्णय गरेँ। तपाईँलाई याद छ तपाईँले जस्तो पहिलोपटक कुन पद अथवा कुन वचन चाहिँ तपाईँलाई जसले प्रभुको विषयमा सुनाउनु भयो नि, याद छ त्यस्तो कुनै? उहाँले फर्स्टचोटि पद भन्दा पनि
शब्द चाहिँ उहाँले भन्नुभयो त्यो तिम्रो लागि खुसीको खबर गुड न्युज भन्नुभयो। त्यो चाहिँ के हो भन्दाखेरि युहन्ना 3 को 16 मा परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो उहाँको पुत्रमाथि विश्वास गर्नेलाई अनन्त जीवन छ। अनन्त जीवन भनेको चाहिँ भौतिक संसारपछि पनि परमेश्वरको देशमा जिउने एउटा प्रक्रिया हो भनेर उहाँले भन्नुभयो। र यसरी नै मैले त्यो वचनै त्यो पदले अथवा आमालाई धेरै माया गर्नुभएको हिसाबले नै तपाईँले सबै कुराहरूलाई छोडेर पहिलो प्राथमिकता दिनुभयो। त्यसरी मैले प्राथमिकता दिएँ र उहाँलाई त्यति बेला त ग्रहण गरिनँ, तर उहाँ घर जानुभयो। त्यसो सोचे निर्णय गरेँ र फेरि उहाँलाई बोलाएँ। उहाँले प्रार्थना गरिदिनु भयो। मलाई अचम्म लाग्यो, विभिन्न हस्पिटल अनि विभिन्न उपचार केन्द्रमा लगेको कस्तो गर्दा त भएन। आँखा बन्द गरेर उहाँले मुरमुराउँदै अहिलेको भाषामा बुझ्दा उहाँले प्रार्थना गर्नुभएको रहेछ, तर मैले बुझेँ उहाँले फेरि भेट्न थाल्नुभयो जस्तो मलाई लाग्यो। अनि तर त्यसको 3 घन्टापछि मेरो आमा क्रमशः निको हुनुभयो र त्यसपछि उहाँ यस धरतीमा 40 वर्ष हामीसँगै रहनुभयो। 40 वर्ष त्यस पछाडि कस्तो रहेछ परिवारमा? बुवा अथवा दाजुभाइ, अरू समाजका दाजुभाइहरूले कस्तो प्रतिक्रिया भयो तपाईँ विश्वास गरिसकेपछि? अब त्यति बेला चाहिँ पञ्चायती क्रुड शासन थियो र त्यसपछि चाहिँ सानो जातको धर्म, विदेशी धर्म अनि संस्कार संस्कृति नमिल्ने भनेर चाहिँ आरोप, एउटै कुवामा धारामा पानी भर्न हामीलाई दिँदैन थियो र खेतलापात जाँदा पनि अलिकति विभेद हिसाबले हेर्थ्यो। त्यो चाहिँ दुःखदायी कुरा त्यति बेला थियो र त्यति बेला तत्कालीन पञ्चायती क्रुड शासन पनि थियो र प्रहरी प्रशासनबाट पनि त्यस्तै दिन धरपकड हुन्थ्यो। हाम्रो सङ्गतिहरू घरमा नभएर गोठमा याक्सा भन्छ अनि अलैँचीघारीमा बाँसघारीमा ओडारमा चाहिँ हामीले गर्थ्यौँ। जस्तै प्रहरीको धरपकडको कुराहरू ल्याउनु भयो भने होइन, तपाईँले ग्रहण गरिसके पछाडि अब पञ्चायती व्यवस्थाको कुरा आयो त्यो बेला कस्तो रह्यो? जस्तो प्रशासनहरूबाट चाहिँ त्यस्तो त्यति बेला चाहिँ अब प्रहरी प्रशासनलाई पनि अब निर्देशनकै हिसाबले म उहाँहरूलाई त अब दोष दिन्न, तर पनि उहाँहरूको जिम्मेवारी दायित्वको हिसाबले अहिले पनि प्रहरी प्रशासन एकदमै फुलिलाएर आउँदा पनि मलाई त्यस्तो डर लाग्दैन। त्यो चाहिँ के भन्दाखेरि उहाँहरू वर्दीवाला सुरक्षाकर्मी त्यस्तो साथीभाइ जस्तो मात्रै लाग्छ। किनभने अब प्रहरी प्रशासनले हामीलाई बाइबल बोक्नु दिन्न थियो। त्यति बेला भजन 8 रुपियाँ गोटा, बाइबल 20 रुपियाँ गोटा पाउँथ्यो र त्यो लानुलाई पनि धरानबाट लाँदाखेरि चामल नचाहिँदा पनि चामल किन्नु पर्थ्यो। भनेपछि चामल किन्न आएको त्यो बाइबल किन्नलाई चाहिँ चामल किन्ने बाहना गर्नुभयो? हजुर, चामल भित्र राखेर त्यो चाहिँ 10 किलो मुनिबाट चामल लाउने, माथिबाट बाइबल भजन लाउने र 10 किलो चामलले माथि पुरेर लाने। अनि के छ भन्दाखेरि यो बाइबल नभएर चामल भनेर छोड्थ्यो। यो कति सालतिरको कुरा हो? यो त अब मैले 39 मा ग्रहण गरेँ। अब त्यो क्रुड शासन भनेको चाहिँ 46 सालसम्म यो कुराहरू चलिरहेको थियो, त्यस्तो कुराहरू। र पछिबाट पनि प्रहरी प्रशासनबाट धरपकड अनि त्यति बेला पञ्चायती प्रधान पञ्चबाट पनि एक प्रकारको प्रेस दुःख दिने कामहरू गरिन्थ्यो र त्यति बेला प्रहरी प्रशासन पावर हुन्थ्यो। एकजना प्रहरी गाउँ पस्दा प्रधान पञ्चायत हर्कमान हुन्थ्यो, त्यस्तो कुराहरू। र त्यति बेला चाहिँ मलाई विशेष गरी धनकुटा, 5 थर, ओखलढुङ्गा, इलाम यो ठाउँमा चाहिँ मलाई प्रहरी प्रशासनले धरपकड गर्यो। धेरै चौकीहरूमा बसेँ, भाडाहरू माझेँ, टोइलेट सफा गरेँ, पानी बोकेँ, दाउरा चिरेँ इत्यादि कुरा। त्यति बेला एउटै मात्रै म बस्ने एउटा उपाय थियो, त्यो चाहिँ उमेर नपुगेको कारणले मलाई जेल नहालेको। मसँगै पक्राउ परेको साथीहरू
मिचुदेखि महाकालीसम्म मुद्दा पनि धाए 6 वर्ष जेल पनि भोगेर आएका छन् एउटा तपाईँले चाहिँ त्यहाँनिर कामहरू लगायो त्यसरी जेलभित्र राखिएन मलाई चाहिँ उमेर नपुगेको हुनाले जेल हाल्न मिल्दैन थियो कानुन त्यस्तो रहेछ अब मलाई त थाहा भएन र त्यसरी एउटा भित्र रहँदा नि तपाईँले अब बाइबलहरू त लानु पाउनु नै भएन होला त्यो बेला चाहिँ अब यस्तो साह्रो मलाई अब पुलिस प्रशासनले पक्रियो हजुर अब छोडिदिन्छु होस् भन्ने त्यस्तो मनसाय भयो कि भएन कुनै बेला त्यस्तो त हुँदै भएन पहिलो कुरा चाहिँ प्रहरी प्रशासनले धरपकड अब अपशब्द गाली गर्ने त्यसले गर्दा चाहिँ अझ मलाई त मजबुत बनायो त्यो एउटा कुरा हो र दुःख त लाग्थ्यो मलाई प्रहरीले भन्थ्यो तेरो प्रभुलाई छोडिदे म आजै तिमीलाई यो दुःख दिनमा पानी बोक्नु टोइलेट सफा गर्नु दाउरा चिर्नु खाना पकाउनु लाउँदिन तिमीलाई छोडिदिन्छु भनेर भन्थ्यो अनि त्यति बेला मलाई एउटा शब्द आउँथ्यो मैले थोरै नै प्रभुलाई पक्रिराखेको छु र मैले त आस्था हो मेरो त विश्वास मात्रै गरेको भनेर मेरो शब्द त्यसरी निस्किन्थ्यो अनि अशेष साहबले भन्नुहुन्थ्यो यसलाई पनि पुरा सिकाएको रहेछ सकिएन भनेर लास्टमा मलाई छोडिदिनुहुन्थ्यो त्यस्तो अब त्यो ठाउँमा तपाईँले त्यो कुराहरू सही रहँदा तीन चारवटा जिल्ला तपाईँलाई घुमाइयो होइन अब सेवाकाईका कुरालाई अलिकति जोडौँ धरान कसरी झर्नुभयो के सिलसिलामा पहिलो कुरा त अब मैले येशू ख्रिस्टलाई विश्वास गर्दाखेरि चाहिँ येशू चाहिँ निको पार्ने देवताको रूपमा मात्रै मैले बुझेँ ताकि मेरो आमा निको हुनुभयो त्यस कारणले गर्दा तर पछिबाट मैले बाइबल अध्ययन गरेँ सङ्गतिहरू हिँडेँ र प्रभुको दासहरूबाट मलाई त्यो शिक्षाहरू मिल्यो मेरो बाल्यकाल चाहिँ वास्तवमा अब गाउँ हो अनि हवाईजहाज आउँदा पनि भित्र लुक्ने अनि अब सरसफाइ त्यस्तो थिएन त्यस्तो अवस्थामा जब हाम्रो रेव एन्डी थुलुङहरू पहाडमा आउनुहुन्थ्यो सालमा एकपटक अनि सङ्गतिहरू दिनुहुन्थ्यो उहाँहरूले यो भोके चप्पल पनि राम्रो प्रकारले लाउनुहुन्थ्यो मलाई त्यो भोके चप्पल लाउनु आउँदैन थियो सरसफाइ मलाई थाहा थिएन अनि आएर टोइलेट बाथरुमहरू सोध्नुहुन्थ्यो त्यसपछि मलाई ज्ञान आयो टोइलेट बाथरुम चाहिँदो रहेछ लिम्बू भाषा मात्रै बोल्ने उहाँहरू नेपालीमा पर्वतेमा बोल्दाखेरि अब सुरुमा हाम्रो गाउँमा हाम्रो परिवार नै हो टोइलेट बाथरुम बनाउने अनि नेपाली भाषामा बोल्ने त्यस्तो हाम्रो त्यसरी भयो गाउँमा हामी एकदम हेली थियौँ बहिष्कार गरेको थियो तर त्यो ठाउँमा नै हामीमा नयाँ परिवर्तन आयो त्यस्तो कुराहरू भयो र अर्को कुरा चाहिँ मेरो वंशानुगत चाहिँ येशूलाई विश्वास नगर्दा चाहिँ भन्नुपर्दा अदुवा लसुन त नामै लिनु नहुने खायो कि त शरीर काक्रा कुकुर हुने त्यस्तो खालको हाम्रो देवदेवताहरू थिएछ बुझ्दाखेरि अर्को कुरा चाहिँ मेरो वंशानुगत चाहिँ एउटा श्राप थियो त्यो चाहिँ 35 वर्षदेखि मेरो कोही पनि पुर्खाहरू बाँचेका थिएनन् त्यो चाहिँ अल्पायुमै मर्ने खालको श्राप थियो त्यो तपाईँले थाहा पाउँदासम्म नि त्यो घटना भएको थियो बाजे चेप्चोहरू सबै 35 वर्षमा नै मुनि मरिसकेका थिए र पछिबाट मेरो म सानो हुँदा बुवाले एउटा ज्योतिषी कहाँ लगेको थियो उहाँले भन्यो तिम्रो वंशमा चाहिँ यो अल्पायुमा मर्ने वंशानुगत श्राप रहेछ अब तिम्रो बाजे चेप्चोहरू त 35 वर्ष बाँचेछन् तर तिमी चाहिँ 19 वर्ष नाग्दैनस् भन्थ्यो साँच्चै हो कि जस्तो मलाई लाग्यो तर ख्रीष्ट येशूलाई विश्वास गरेपछि अहिले अब त्यो अदुवा लसुन खाने त के हामी रोप्छौँ पनि अर्को कुरा म लिम्बूहरूमा लावती चाहिँ यो पापुहाङ भन्छ हामी चाहिँ गछ माछा खाँदैनथ्यौँ बोजू माछा भनेर त्यो खाँदाखेरि शरीरमा खटिरा आउने त्यो खालको एउटा श्राप थियो हाम्रो अहिले त्यो गछ माछा टन्नै खान्छु केही पनि हुँदैन अदुवा लसुन खान्छु त्यो पनि अहिले आफै खेती गर्दा पनि केही फरक परेको छैन अर्को कुरा 19 वर्ष नाग्दैनस् भन्थ्यो तर अहिले त म त 53 वर्ष पुगिसकेँ मेरो जेठा दाइ त 60 वर्ष नागिसक्नुभयो र ख्रीष्ट येशूलाई पाएपछि हामीमा भएको एउटा अनन्त प्रकारको एउटा छुटकारा आभास गरेका थियौँ र त्यसरी हामी प्रभुमा अगाडि बढ्ने क्रम र पछिबाट चाहिँ कामको सिलसिलामा जब घरजम गरियो त्यसपछि परिवार पालन पोषण गर्नुपर्ने भयो र त्यही हिसाबले म 2054 साल जेठमा मेरो जेठी छोरी 10 महिनाको हुँदा
70 रुपियाँ पैसा लिएर म धरान झरेको उखु डाँडा भन्छ लाबरबोटे त्यहाँसम्म हिँडेर आएर त्यहाँदेखि ट्रकमा 2 जना चढेको श्रीमान श्रीमती 20 रुपियाँ उब्रेको थियो अनि 20 रुपियाँले 4वटा गोलकुज बिस्कुट लगेर आफन्त कहाँ गएको कोसिल लिएर लगेर त्यसरी हाम्रो कसैको यो आश्वासनमा झर्नु भएको होइन नि अब हामी म्यानेज गरिदिन्छौँ त्यस्तो भन्ने होइन त्यस्तो होइन अब सहर बजारमा अब यसो बन्द व्यापार के गरेर खानै पर्ने भयो अब माथि जिउने आधारहरू पनि थिएन त्यसले गर्दा एउटा चाहिँ मलाई त्यो पहाडबाट एउटा उद्देश्य थियो होला पहाडमा चाहिँ मैले यो रिठा व्यापार 22 क्विन्टल किनेर विराटनगरमा निकासी गर्ने ल्याउने क्रममा चाहिँ सबै तराई झरिसकेपछि सुरुवातको व्यापार कि त अगाडिको त्यो झर्नुभन्दा अगाडि चाहिँ घटना थियो अनि त्यो 22 क्विन्टल रिठा 28 रुपियाँ किलोले विराटनगरमा दाम काटेर पछि पहाडमा मैले लिएँ माथि 6 रुपियाँ किलो जस्तो परेको थियो कति जम्मा हजुर 22 क्विन्टल कति जस्तो भयो व्यापार धेरै भयो अनि तर ल्याउने क्रममा चाहिँ राकेमा मेरो आफन्तहरूमध्ये एकजनाले पूर्व पञ्चले चाहिँ अब उहाँले अलिक खराब नियतले रानीवन सखा पारेर निजले जडीबुटी चोरी निकासी गर्यो भने उजुरी हालेको रहेछ मलाई थाहा भएन राकेमा पक्रो पर्यो र पछिबाट मुद्दा धाएँ र पछिबाट फैसला चाहिँ मेरै पक्षमा भयो अब त्यो माघमा पक्रेको पछि वैशाखमा के अरे फैसला भयो र त्यो बेच्नु पर्दा फेरि 6 रुपियाँमा किनेको बिर्तामठमा ल्याएर फेरि 3 रुपियाँमा बेचेको धेरै घाटा लाग्यो र पहाडमा पनि मुद्दा धाउँदा धेरै खर्चहरू भयो र त्यसपछि मलाई निराश लागेर म धरानतिर केही बन्द व्यापार गरी खाउँ भनेर चाहिँ आएको थिएँ र धरानमा अब कोही चिनेको थिएन एकजना आफन्त कहाँ गएको थिएँ पैसा माग्नु अनि दाइ मलाई 5000 पैसा दिनुहोस् न भनेर भनेको थियो के गर्नलाई व्यापार गर्नलाई उहाँले भन्नुभयो होइन 4-5 हजारमा खुद्रा चलाउँदिनँ लान्छस् 4-5 लाख लैजा भन्नुभयो तर अब 5000 नदिनेले 5 लाख दिँदैन भन्ने मलाई विश्वास भयो पछिबाट साथीभाइहरूसँग फेरि 110ले पैसा मागेर त्यो बेला 110 हजुर अनि धरानको गल्ली गल्लीमा मैले सुँगुर पाठा बेच्दै जीवनयापन गरियो त्यसको सँगसँगै आफूबाट पाएको अनन्त जीवन र मुक्तिको निश्चयता यसुले दिएको बारेमा चाहिँ अरूलाई बताउँथेँ र त्यसरी क्रमशः पेसा सँगसँगै धरानमा म एकदम दुःखदायी तरिकाले म यहाँनिर अब जिउन सफल भएँ र दिनभरि 2-4 पैसा कमाइएन भने बेलुका अब चुलो बल्ने अवस्था थिएन तर परमेश्वरले अनुग्रह गर्नुभयो पछि पहिला रेलवेमा बसेँ र पछिबाट 2000 त्यस्तै 57 माघमा म यहाँनिर आउँदा सुँगुर बेच्दै आउँदाखेरि त्यो चोकमा सुँगुर बोकेको साइकल र खुङ्गी त्यहीँ छोडेर पारी डाँडामा गएर यो हेर्दाखेरि राम्रो लाग्यो र मैले प्रार्थना गरेँ प्रभु यो ठाउँलाई मलाई दिनुहोस् भनेर प्रार्थना गरेको थिएँ पछिबाट संजोगवश विभिन्न पेसा हिसाबले मासु काट्ने हिसाबले म यहाँनिर सन्देश मासु पसल खोलेर 2058 असोज 1 गतेदेखि सुरु गरेँ 6 महिनासम्म 6 महिनासम्म चाहिँ निराशै भएँ नबिकेर त्यति बेला फर्स्टचोटि अब ब्रोइलर कुखुरा मानिसहरूले खान बानी थिएन अनि रेलवेबाट ल्यायो यहाँ बनायो फेरि बेलुका लगौतै खायो ज्यान चाहिँ मोटाउँथ्यो तर आर्थिक नीति चाहिँ खस्किएर निराशै भएँ बिक्रिन यसै घरमा खान पाएँ हजुर हजुर अनि अनुभव पनि थिएन अब कसरी बनाउनु पर्छ भन्ने कुरा त्यो पनि एकैचोटि आलु उसिनेको जस्तो हुन्थ्यो पिल्ची जान्थ्यो अनि फर्स्टचोटि चाहिँ त्यो कुखुराको टाउको र खुट्टा किन्ने मान्छे आयो त्यति बेला चाहिँ मलाई कस्तो जान लाग्यो भने होइन यो जिउँदो कुखुरामा सबै खुट्टा काटेर बेचौँ जस्तो लाग्थ्यो त्यस्तो हो तर पछिबाट यहाँ त्यो हाम्रो व्यापारमा ग्राहक वृद्धि भयो त्यसको सँगसँगै अब हाम्रो पेसाहरू त्यही थियो र त्यसरी गर्दा गर्दै सुसमाचार पनि मैले जारी राखेँ र मण्डली बिस्तारै घरमा सुरु भयो सङ्गति र यहाँ आउँदा चाहिँ एउटा रमाइलो पक्ष छ त्यो चाहिँ किन म यस ठाउँमा आएँ 6 महिनासम्म कुखुरा बिक्दैन निराश पनि भएँ
तर भित्र एउटा उद्देश्यले मलाई ल्याउनु भएको छ, मलाई चाहिँ त्यो आभास हुन्थ्यो। अनि यो एरियामा घुमेर यो क्षेत्रको सर्वाङ्गीन विकास, पानी, बिजुली, अनि अरू त्यति बिजुली पनि ठाउँ ठाउँमा मात्रै आएको थियो, अनि त्यो पनि अगल्टो जस्तो मात्रै भन्थ्यो। पुल थिएन, पाहुना पात आउँदा डुबेर, अनि जहिले बर्खामा यहाँ सेउती खोलामा मान्छे तार्नु पर्थ्यो। एक दिन म पनि घाइते भएँ मान्छेले उद्धार गर्दा। अनि म प्रार्थना गरिरहन्थेँ र यहाँनिर दिउँसै बन्दुक लट्ठी यस्तो कत्ती लिएर कुद्थ्यो मान्छेहरू। त्यस कारणले गर्दा चाहिँ यहाँ शान्ति सुरक्षा कायम होस्, विकास होस् भनेर चाहिँ सुरुमा प्रार्थना गरेँ। र यहाँ त्यो आउँदाखेरि चाहिँ मलाई सबभन्दा पहिला चाहिँ मलाई दुःख लागेको कुरा चाहिँ के हो भन्दाखेरि अरू समाजले क्रिस्चियन समाज समुदायमाथि चाहिँ एउटा हेर्ने दृष्टिकोण चाहिँ अलिक नकारात्मक थियो, जसको कारण म दुःखी हुन्थेँ। र प्रार्थना गऱ्यौँ र साथीभाइहरूसँग यहाँको अगुवाजीहरूसँग मिलेर समाजहरू गठन गरियो, अनि सामाजिक कार्यहरू गर्दै गयौँ, रक्तदानहरू गऱ्यौँ। यी सबै कुरापछि चाहिँ अब नकारात्मक अभिव्यक्ति दिने समाजका साथीभाइहरूको विचार पनि परिवर्तन भयो, त्यो खुसी लाग्यो। जस्तै तपाईँ यो ठाउँमा आइसकेपछि नि हजुर एउटा मासु व्यापार व्यवसाय गर्नुभयो, हजुर, त्यस पछाडि सँगसँगै सेवाकाईलाई जोड्नुभयो, हजुर, तपाईँले चाहिँ कस्तो आशा हुन्थ्यो त्यो बेला यो ठाउँमा चाहिँ एउटा क्रिस्चियन लिडर भनेर चिनिन पाऊँ भन्ने हुन्थ्यो कि अथवा नामु एउटा व्यापारी मासु व्यवसायी भनेर चिनिन पाए हुन्थ्यो भन्ने थियो? यो कस्तो माहौल थियो त्यो दुईटै कुरा भने म चाहिँ अब त्यस्तो कुनै एउटा सोच थिएन। जसरी हुन्छ परिवार जिउने, यसो ख्रिस्टको बारेमा बताउने, त्यस्तो मात्रै मेरो सोच थियो। र पछिबाट मेरो व्यापार पनि त्यति बेला फस्टायो र कमाइको 30% चाहिँ चर्चमा लगानी गर्ने मैले अवसर पनि पाएँ। र साथसाथै अब यो धरानमा जति एकदमै वरिष्ठ हाम्रो गुरुजनहरू हुनुहुन्छ, उहाँको सामु चाहिँ मलाई भनौँ के भनौँ दर्जामा राख्न चाहिँ म नसक्ने मान्छे हो। किनभने म सुँगुर बेच्दै लेबर गर्दै आएको, अनि धरानमा आएर मैले धेरै दुःखहरू गरेँ। लेबरहरू दिनभरि काम गर्दा 55 रुपियाँ पाउँथ्यो, दिनभरि घाँस काटेर एक बरा लाँदाखेरि गुहारीकोमा 20 रुपियाँ दिन्थ्यो, र पनि जिउनै पर्ने अवस्था बाध्यताहरू थियो। त्यति बेला यो घोपा क्याम्पको त्यो नयाँ संरचनाहरू भर्खर मात्रै बन्दै थियो, त्यही लेबरहरू गरेको। र त्यसरी हुँदै पछिबाट हाम्रो पेसालाई पनि परमेश्वरले आशीर्वाद दिनुभयो, बिस्तारै मण्डली पनि वृद्धि भयो। जस्तै अब तपाईँले धेरै साल चाहिँ तपाईँको घरकै एउटा चेपमा बरन्डामा सेवाकाई गर्नुभयो होइन? त्यो बेला सेवाकाई गरिरहँदाखेरि कस्तो हुन्थ्यो? अब मेरो चाहिँ यहीँ नै अथवा यो बरन्डामा नै मेरो सेवाकाई हुने रहेछ भन्ने हुन्थ्यो कि अथवा प्रार्थनाको विषय कसरी अगाडि बढ्नुभयो? चर्च बनाउने मनसाय कसरी आयो? चर्च बनाउने मनसाय चाहिँ एक प्रकारको एउटा दर्शन थियो। त्यो चाहिँ के भन्दाखेरि धेरै साथीभाइहरू चाहिँ अब पढे लेखाको मान्छे होइन, शिक्षित मान्छेहरू चाहिँ अब कुनै पनि एउटा सङ्घ संस्थामा आबद्ध भएर अथवा आफ्नै पावरबाट उनीहरू मिसनरी जान्छन्। तर म चाहिँ बाई फेथ, विश्वासद्वारा नै मिसनरीको रूपमा म यहाँ स्थापित हुन चाहन्छु भने भित्र मेरो अन्तर आत्मामा त्यो कुरा थियो। र पछिबाट चाहिँ अब बिस्तारै खासै यो सुरुवात चाहिँ कसरी भयो भन्दाखेरि म मासु दोकान गर्थेँ र एकजना साथी आएर भन्यो, तपाईँ त तराजु झुन्डाउनुहुन्छ, अरूकोमा त हातैमा तराजु हुन्छ भनेर उहाँले भन्नुभयो। म त एउटा इसाई हुँ र मासु तपाईँले आफै तौलेर लाँदा पनि हुन्छ, तपाईँ चढ्नु सक्नुहुन्न, न त म चढ्छु। तर हाम्रो बाइबल हितोपदेशमा लेखेको छ 2 खालको ढक तराजु नराख्नु भनेर लेखेको छ। अनि उहाँले भन्नु तपाईँको बाइबल मलाई पनि दिनुहोस् न भन्नुभयो। र पछिबाट उहाँले ग्रहण पनि गर्नुभयो। तर अहिले बसेसरेमा अब हामीसँग नभए पनि सुरुवाती चाहिँ त्यसरी नै। अनि मेरो मासु व्यवसाय एकदम फस्टाएको पनि थियो। धरानदेखि लिएर भेडाटरसम्म सप्लाईहरू गरिन्थ्यो र आमदामी पनि त्यति बेला राम्रै भयो। र घरमै सङ्गति सुरु गऱ्यौँ। त्यति बेला अब छिमेकीको एउटा घर भाडामा थियो र त्यहीँ सङ्गति गऱ्यौँ। र पछिबाट चाहिँ एउटा झुपडी आफूले बनाएँ, त्यसकै बन्डामा धेरै 2000 साल गर्नुभयो? 60 सालमा 58 त्यो के अरे 60 सालमा घर बनायौँ। त्यो बरान्डामा त्यहाँदेखि सुरु भएर 68 सालसम्म चाहिँ त्यही घरमै गरियो। र त्यति 68 साल 8 वर्षभित्र चाहिँ हामीले बिस्तारै हामीले यहाँ जग्गाहरू
किन्यौँ र पछिबाट ब्रान्डामा सुरु गऱ्यौँ त्यहाँ माथिल्लोपट्टि त्यसपछि यहाँनिर गऱ्यौँ र यो सकेपछि चाहिँ यहाँनिर 2068मा चाहिँ हामीले उद्घाटन सँगसँगै यो मण्डली स्थापना तपाईँले यो मण्डलीकै कुरामा हजुर कुनै बेला भने जस्तो लाग्छ गैर इसाईबाट दिएकोबाट सुरुवात गरेँ भन्नुभएको थियो नि यो निर्माणको लागि के हो यसको बारेमा त धेरै लामो कहानी छ तर म सारांशमा भन्न चाहन्छु त्यो एउटा चाहिँ के हो भने एकजना त्यसलाई के भन्छ भने नुनढाके बोजू भन्थ्यो उहाँलाई चाहिँ पछाडि ढाडमा क्यान्सर भएको थियो र त्यो क्यान्सरको घाउ गनाउने भएको हुनाले चाहिँ उहाँको परिवारले चाहिँ अलग्गै राख्थ्यो र हामी क्रिस्चियन भएको नाताले त्यो बोजूको स्याहार सुसार गर्थ्यौँ यसो 5-10 रुपियाँ सङ्कलन गरेर ड्रेसिङहरू गरिदिन्थ्यौँ अब उहाँलाई बेला बेलामा खाजा पानी लगिदिन्थ्यौँ त्यो जाने क्रममा एकजना साथीसँग भेट भयो र उहाँ विदेशी मुल्कको हुनुहुन्थ्यो र छुट्ने बेलामा उहाँको नाम चाहिँ डाक्टर चार्ल्स थियो र उहाँ छुट्ने बेलामा उहाँले यसरी मुठीभित्र यसो दिनुभयो त्यो चाहिँ 50 को नयाँ नोट थियो र भरे हेर्दाखेरि 50 को नयाँ नोट थियो त्यति बेला म व्यवसाय गर्नुभएको नाताले मसँग 16,000 गोजीमा पैसा थियो तर यो मान्छेले किन यस्तो दियो 50 रुपियाँ भनेर मलाई धेरै कौतूहल भयो यी हेपेर हो कि यो 50 रुपियाँ होइन भनेर चाहिँ लाग्यो तर ठिक छ मैले बोकेँ पछिबाट त्यो पैसा त्यति बेला 17 रुपियाँ गोटा कोक पाउँथ्यो अनि खानलाई जान्थेँ त्यो कोही ठाउँमा लाइन गएको छ भन्थ्यो चिसो छैन भन्थ्यो कुनै होटलमा जाँदा झिङ्गै 4 होटल अनि कुनै होटलमा जाँदाखेरि चाहिँ बोलाइ मार्दा पनि मान्छे आउँदैन थियो त्यो पैसा चलेन त्यो नयाँ नोट तर पुरानो भइन्जेलसम्म त्यो चलेन त्यतिकै थियो पैसा अनि मसँग भएको 16,000 रुपियाँ सक्यो तर त्यो 50 रुपियाँ नोट यति नै थियो अनि मैले एक दिन प्रार्थना गरेँ यो किन यो पैसा 50 को नोटै सक्दैन पुरानो भइसक्यो बरु बोक्दा बोक्दा भनेर अनि के अरे फोहोर पनि भइसक्यो भनेर अनि भित्र अन्तर्यात्मामा प्रभुले भन्नुभयो यो चाहिँ त्यो व्यक्तिले एकदम उपवाससहित उन्नत बिउको रूपमा तिमीलाई दिएको छ यसलाई चाहिँ चर्चको फन्डिङ चर्च जग्गा किन्नु र भवन निर्माणको लागि यसलाई प्रयोग गर्नु भने जस्तो हो अनि चर्च समिति थोरै थियौँ त्यति बेला 4-5 जना थियौँ बोर्ड समिति भन्दा पनि अब अगुवा भने हामी नै थियौँ अनि उनीहरूलाई मैले बताएँ उहाँहरू हाँस्नुभयो 50 रुपियाँले जग्गा किन्नु अनि चर्च पनि बनाउनु यो त दिवा सपनै भयो भनेर भन्नु होइन जे भए पनि हामीले त्यो 50 रुपियाँ प्रार्थना गऱ्यौँ प्रार्थना गरेपछि त्यसको भोलिपल्ट फाइन माझी भने एकजना भाइ हुनुहुन्थ्यो उहाँले 500 रुपियाँ थप्नुभयो अनि त्यो पैसा वृद्धि हुँदै 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 पछिबाट आएर अहिले यो सबै संरचना हैन र यो सबै कुरा यो जमिन किन्नु त्यो पैसाहरू परमेश्वरले निरन्तर त्यो बढाउनु भयो र 50 रुपियाँबाट सुरु गरेर अहिलेसम्म आयो र त्यो भवन निर्माण बनाउने क्रममा चाहिँ एकचोटि हाम्रो चर्च समितिको बुझाबुझ भएन र हाम्रो मतभेद भयो अनि त्यो चाहिँ के भने चर्चको डिकन र हामी 2 जना मात्रै अल्पमतमा हामी खडाउनु पर्यो र निराश लाग्यो अनि त्यति बेला यो 3 इन्च जति उठाएको थियो र हरिसापहरू माग्ने अनि ऋण काटेर पनि यो चर्च नबनाउने कार्यालय चर्च नबनाउने भनेर प्रस्तावहरू आयो र त्यस कारणले अल्पमतमा हामी पर्यौँ डिकन र हामी र इटाहरू अनि हार्डवेयरबाट पनि त्यति बेला निरकुमार उनीहरूले पनि तिमीहरूले चलाऊ अनि पछिबाट तिमी सकेको बेला दिनु भनेर चिनेको नाताहरूले भन्नुभयो र पछिबाट त्यो प्रस्ताव आएपछि अब त्यो पैसा त्यो सामग्रीहरू पनि क्यान्सल इटा पनि क्यान्सल गरेँ निराश भएर म काठमाडौँ गएको थिएँ र त्यति बेला एउटा सम्मेलन स्तुति प्रशंसा चर्चमा भएको थियो अनि पछाडि बसिराखेको थिएँ यो लुगा ड्रेस सहितको यो नाम समेत काटेर बोलायो त्यो चाहिँ विदेशी मुलको एउटा वक्ता हुनुहुन्थ्यो अनि उहाँले भन्नुभयो त जहाँ गए त म तँसँग छु निरुत्साहित नहौ र अब त घर फर्केर जाँदाखेरि के अरे काँडाको झ्याङमा तिमीले अङ्गुर फलेको देख्नेछौ भन्यो यता चाहिँ छत्ताचुल्लो भएर निराश भएर गएको उता अगमबानी गर्छ फेरि काँडाको झ्याङमा अङ्गुर फल्छ भन्छ त अङ्गुर पनि कालो के सेतो मलाई पनि थाहा छैन त्यो पछिबाट त्यो कार्यक्रम सकेर फर्केर आएँ यसरी घर आउँदाखेरि मेरो पहिला सँगै स्कुल पढेको
बालपनमा हिँडेको साथी डम्पर लाउती मेरो घरमा आउनुभएको रहेछ र उहाँले खाममा 10,000 पैसा र चिठी लेखेर छोड्नु भएको थियो। सँगै पढियो, बाल्यकालमा सँगै थियो। अहिले आएर तपाईँ यहाँ आएर तपाईँहरूको चर्च निर्माण बन्दै रहेछ, मेरो तर्फबाट यो थोरै पैसा छोडेको छु, त्यसै आवश्यक परेमा पछि मलाई पत्र लेख्नु होला भनेर एउटा गाइड इसाईले हाम्रो चर्च निर्माणको निम्ति त्यो खालको सहयोग, साथै अरू छरछिमेकबाट पनि यो सेवा निर्माण गर्दाखेरि ट्र्याक्टर धनीहरूले पनि निःशुल्क ट्र्याक्टर दिएर सहयोग गर्नुभएको छ। सिमेन्टी अनि श्रमदान पनि उहाँहरूले सघाउनु भएको छ र यसरी यो चर्चको संरचना बनाउनमा पनि स्थानीय शुभचिन्तक साथीभाइहरूको पनि ठुलो योगदान छ। यसप्रति हामी मण्डली परिवार आभार प्रकट गर्छौँ। जस्तै जुन प्रकारको सबैजनाको साथ सहयोग पाउँदाखेरि उहाँहरूलाई तपाईँको बिचमा जसले सपोर्ट गर्नुभयो उहाँहरूलाई चाहिँ तपाईँले जस्तै परमेश्वरको वचन सुनाउने अथवा प्रचार गर्ने कुराहरूमा चाहिँ कतिको गर्नुभयो कि भएन? सुसमाचार सुनाउनु त हाम्रो दायित्व हो हैन? यस कारणले गर्दा भेट्दा सँगै यात्रा गर्दा कुनै पनि अवसर हुँदा सुसमाचार नसुनाउने त कुरै भएन र एक त हामी आफै पनि एउटा सुसमाचारको पात्र हौँ, सुनाउने गर्दछु। जस्तै अब पहिले तपाईँले जुन कुराहरू सुनाउनु भयो, एउटा सेवकाईको अथवा एउटा सतावट सहेर पनि सेवाकाई गर्नु, सुसमाचार सुनाउनुको मजा अर्कै थियो। अहिलेको अवस्थाको, अहिलेको नेपाल अथवा नेपालको कन्टेक्स्टमा चाहिँ नेपाली इसाईहरूको अवस्था एउटा सुसमाचार सुनाउने कुराहरूमा कस्तो लाग्छ तपाईँहरूलाई? कतिको क्रियाशील छन्? तत्कालीन पञ्चायतीकृत शासनमा प्रहरी प्रशासनबाट धरपकड र विभिन्न प्रकारको निन्दा, खेदो, नेलजेल, कस्टडी भएर सेवा गर्दा पनि नेपाली इसाईहरूमा जुन प्रकारको प्रेम, न्यानोपन, एकता थियो, अहिले सबै वृद्धि, इसाईमा पनि वृद्धि विकास, सेवा सुविधा, बाटोघाटो, पानी बिजुली सबै सम्पन्न हुँदै जाँदा, प्राप्त हुँदा अहिले चाहिँ एक प्रकारको प्रेम सेलिएको अवस्था जस्तो आभास हुन्छ। अब त्यो चाहिँ नभए राम्रो र अहिले पनि प्रयास गरौँ आत्मीयता अनि आत्मिक न्यानोपन कायम गरौँ भन्ने चाहिँ मेरो प्रार्थना र शुभेच्छा छ। जस्तै अब अहिले तपाईँ ज्योति मण्डली अन्तर्गतका थुप्रै तपाईँहरूको साथी केन्द्रहरू हुनुहुन्छ हैन? हजुर। कसरी तपाईँको टिमले अब हेर्दाखेरि, झट्ट हेर्दाखेरि कुनै मिसनेरीसँग जोडेर पो सेवाकाई गर्नुभएको छ कि भन्नेहरू पनि लाग्ला अरूलाई हैन? हजुर। किनकि जुन प्रकारको जुन एउटा सङ्घर्ष गर्दै गर्दै तपाईँहरू यहाँ आउनुभयो। हजुर। अब झट्ट हेर्दा यहाँहरूसँग बिल्डिङ पनि अलरेडी छ। हजुर। विश्वासीहरूको त्यो शाखा, विभिन्न ब्रान्चेसहरू छ, झुन्डहरू छ। हजुर। कसरी सेवाकाई गरिराख्नु भएको छ यहाँले? यसमा त अब ज्योति मण्डली त 2040 साल कार्तिक 20 गते दमकको थुलुङ कटेजबाट संयुक्त सहभागी भएर हामीले आरम्भ गऱ्यौँ। त्यति बेला विभिन्न झुन्डहरू विभिन्न ठाउँमा थिए र थियौँ र एक्लै रहँदा चाहिँ हामीलाई निन्दा, खेदो, सतावटले साह्रै हामीलाई असर गर्यो र सङ्गठित भएर अगाडि बढौँ भनेर अगुवाहरू नियुक्ति गरेर हामीले सुरु गऱ्यौँ र त्यति बेलादेखि नै ज्योति मण्डली चाहिँ एउटा बाइफेथ विश्वासमा अगाडि बढ्ने हामीले युहन्ना सुसमाचार 8:12 लेखेको अनुसार हामी अगाडि बढ्दै आयौँ र अहिले आएर पूर्वको धेरै जिल्ला, अमेरिकामा पनि 4-5 ठाउँ यहीँबाट र यसरी युकेमा पनि एउटा मण्डली स्थापना भएको छ, अस्ट्रेलियामा, र त्यो चाहिँ यहीँबाट हामीले मिसनरी विचार शिक्षा दिएर हामीले उहाँहरूलाई पठाएको छौँ र त्यहाँ पनि प्रभुको काम गर्दै हुनुहुन्छ।
र अर्को कुरा हामी चाहिँ हाम्रो स्रोतको रूपमा चाहिँ हाम्रो स्थानीय चर्चको दशांश भेटी अगटे फल स्वेच्छा दानको कुराहरूबाट नै भएर स्थानीय चर्चको सेवकहरूलाई धेर थोर त्यसो भेटीहरू दिने गरिएको छ र अहिले बाहिरी भनेको चाहिँ अब हामीसँग परमेश्वर बाहेक अरू त्यस्तो छैन र यसैमा हामी सन्तुष्ट पनि छौँ। कसैले हामीले अम्ल्याउने ठाउँ पनि छैन र हामी बाध्य पनि छैनौँ। त्यस कारणले गर्दा हाम्रो ज्योति मण्डलीहरू विभिन्न ब्रान्च झुन्डहरू भए तापनि हामी यसरी हाँसी खुसी नै सेवा गरिराखेका छौँ। विडम्बना कुरो हाम्रो चर्चको पुजारीहरू पास्टरहरूलाई सकेसम्म सेवा सुविधा सम्पन्न राख्न पाए हुन्थ्यो जस्तो हुन्छ। तर अब आफ्ना औकात अनुसार मण्डलीले जति कमाइ हुन्छ त्यहाँबाट केही भेटहरू दिएर यसरी नै स्वेच्छाले सेवाहरू गरिराखेका छौँ। जस्तै अहिलेको जुन तपाईँहरू जुन एउटा समाज भएर एउटा स्थापना गर्नको निम्ति जुन प्रकार बेला लागि पर्नुभयो, अहिलेको जुन इसाई समाजहरूमा अथवा इसाई अगुवाहरूमा अथवा चर्चहरूमा त्यो पहिलेको जस्तो प्रेम र एकता छ कि छैन? अहिले के लाग्छ यसलाई यथार्थमा भन्नुपर्दा यो विडम्बनाको कुरा हो। अहिले त्यस्तो छैन। तर प्रार्थना गरेर सकेसम्म सकभर हामीले कोसिस गर्न जरुरी छ। एकता नै बल हो। जब हाम्रो विचार हाम्रो नैतिक समर्थन जब हुन्छ त्यहाँ चाहिँ एउटा काम हुन्छ। यो चाहिँ उत्पत्ति 1:26-27 हेर्दाखेरि पिता पुत्र पवित्र आत्माको बैठक र संवाद मिलापद्वारा नै मान्छेले जीवन पाएको कुरा हामी देख्छौँ। यो एकदमै सत्य कुरा हो र संसारमा हामीले प्रभाव पार्नु, संसारको निम्ति नमनाउनको लागि हामीलाई एकताको आवश्यक छ। अनि येशूले पनि भन्नुभयो, तिमीहरूलाई म एउटा नयाँ आज्ञा दिँदैछु, तिमीहरू आपसमा प्रेम गर भन्ने कुरा छ। र प्रेम, सद्भाव, एकताले नै हाम्रो स्थानीय स्तरको समाज मण्डली र राष्ट्रमा पनि एउटा असल नमुना प्रस्तुत हुन सक्छौँ। यसकारण आवश्यक छ। समाजमा तपाईँले गरिराख्नु भएको कामहरूको कुराहरूलाई संसारमा अथवा गैर इसाईहरूको बिचमा नि काम गरेर एउटा स्थानीय सरकारबाट पनि एउटा सम्मानित हुनुभयो त्यो समयमा, होइन? हजुर। अब निरन्तर रूपमा यहाँ लागि पनि राख्नु भएको छ। अहिले चाहिँ के छ, अब आगामी दिनहरूमा तपाईँ एज अ ज्योति चर्चको सिनियर पास्टरको हिसाबमा अब मण्डलीलाई कसरी लानुपर्छ भन्ने त्यस्तो भिजन योजनाहरू केही छ नयाँ? अब यसमा चाहिँ पहिलो कुरा त्यति बेलाको समयमा तत्कालीन सरकारलाई पनि धन्यवाद। उहाँहरूले जुन प्रकारको एउटा सम्मान दिनुभयो यसमा आभार प्रकट गर्छु र सम्बन्धित निकाय र व्यक्तिलाई म धन्यवाद भन्न चाहन्छु। र अहिले परमेश्वरले मानिसलाई बनाउँदाखेरि प्राण आत्मा शरीर तीनटा कुरामा परमेश्वरले सिर्जना गर्नुभयो। यसै कारण हामी मानिस जहाँ बसे तापनि, जुन देशमा बसे तापनि एउटा चाहिँ सामाजिक नाता छ, अर्को चाहिँ आत्मिक नाता छ र अर्को चाहिँ शारीरिक नाता पनि हुन्छ। अब यी सबै कुरामा चाहिँ एकदमै अपरिहार्य कुरा चाहिँ हामी जहाँ बसे तापनि देश, समुदाय, राष्ट्रको लागि हामीले प्रार्थना गर्नु हामी हरेक इसाईहरूको जिम्मेवारी र दायित्व हो। यस कारणले गर्दा हामी यो ठाउँमा बसेका छौँ र हाम्रो उद्देश्य पनि विभिन्न क्रियाकलाप गरे तापनि ख्रिस्टलाई प्रचार गर्नु र देशभक्तिप्रति हामी लागि परेका छौँ। जसको देशको हितको लागि, सुशासनको लागि, समृद्धिको लागि हामीले प्रार्थनाहरू पनि गरिराखेका छौँ। यहाँ देखावटी भन्ने मात्र होइन, तर वास्तवमा हाम्रो उद्देश्य यही छ। अब यहाँले गरिराख्नु भएको चाहिँ एउटा सामाजिक कुराहरू हुन त कसरी स्रोत जुटाइराख्नु भएको छ? पूर्व अनि पश्चिम विभिन्न ठाउँमा यहाँले जुन एउटा सपोर्ट राहत जस्तो उपलब्ध गराइराख्नु भएको छ, कस्तो व्यक्तिले पाइरहेछन् कि यो तपाईँहरूको आवश्यकता भएकोलाई दिइराख्नु भएको छ कि अथवा एउटा प्रवेशिसको प्रचारको माध्यम मात्रै बनिराख्नु भएको छ, के छ? अब यस्तो कुरामा चाहिँ वास्तवमा भन्दा आवश्यकता अनुसार नै हो र हामीले गर्दाखेरि
एउटा सम्बन्ध भएको कारणले हुन त आस्थाको हिसाबले धेरै फोकस चाहिँ अब इसाईहरूलाई परे होला जस्तो होला, तर त्यस्तो चाहिँ हाम्रो होइन। जस्तो एउटा उदाहरण म भन्न चाहन्छु, मेरो छेउमा एकजना मिलन राई हुनुहुन्छ जसको आमा बाबा छैन, ऊ आफै पनि अर्ध अपङ्गता हुनुहुन्छ। उहाँलाई अहिलेसम्म नि पानी बिजुली मैले मेरो तर्फबाट दिएको छु, ग्यासहरू, उसको घर जीर्ण अवस्थामा थियो, के अरे सबै मर्म सम्भार गरिदिएको छु। अब त्यहाँ समाजै साक्षी छन् र अरू पश्चिम र अरू विभिन्न ठाउँमा पनि अति आवश्यक जो चाहिँ दृष्टिविहीन अशक्त अपाङ्गहरू हुनुहुन्छ। फरक क्षमताको भन्नुपर्छ होला, त्यसमा शब्दमा गल्ती भने पनि अब म सरी भन्न चाहन्छु। फरक क्षमताहरूलाई पनि प्राथमिकता दिएर कति सकिन्छ मिलेर साथीभाइहरूसँग साझेदारी कार्यक्रमहरू गरेर हामीले केही राहतहरू दिने पनि हामीले कोसिसहरू गरिराखेका छौँ र गर्दै पनि छौँ। र अरू चाहिँ विपन्न बालबालिकाहरूलाई पनि फोकस गरेर हामीले यसपालिको क्रिसमस तथा नयाँ वर्ष सन् 2025 को अवसरमा इलाममा 138 जना बालबालिकाहरूलाई इलाम नगरपालिका 9, 5 र 1 को बालबालिकाहरूलाई कपडा जिजस लभ यु भन्ने एउटा कपडा हामीले वितरण गऱ्यौँ। त्यो चाहिँ हाम्रो समाजसेवी गिरीश कार्कीबाट 30 जनालाई र अरू चाहिँ हाम्रो बुद्ध सुब्बा र हामी मिलेर हामीले उहाँलाई वितरण गरेका थियौँ। र क्रिसमसको अवसरमा चाहिँ स्थानीय हाम्रो 80 वर्षदेखि माथिका वृद्ध बा आमाहरूलाई उहाँलाई सम्मानस्वरूप नगद 1050, यसै गरी सम्मानपत्र दोसल्ला र ओढ्ने वितरण गरेका थियौँ। र यसको साथमा 60 परिवारलाई पनि हामीले झोल र अरू कपडा के अरे ओढ्ने हामीले वितरण गरेका थियौँ। र अरू पनि अघि पछि पनि हामीले यसो सामाजिक कार्यहरू गरिराखेका छौँ। त्यो चाहिँ कसरी एकल महिला विपन्न परिवार जसले चाहिँ आत्मनिर्भर बनेर अनि स्वावलम्बी आफै गरी खाने हुन् र कोही पनि मानव बेचबिखनको शिकारमा नपरुन् भनेर हाम्रो एउटा त्यसमा लागि परेका छौँ। धेरै धेरै धन्यवाद यहाँलाई यो समय दिनुभएको लागि। धेरै धेरै धन्यवाद छ। जीवन यात्रा कार्यक्रम युट्युबमा तपाईँले यसरी भेट्न आउनुभयो र साथै हाम्रो सम्पूर्ण श्रोताहरूलाई पनि र यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। जय मसी, नमस्ते। पक्कै श्रोता, तपाईँले आज जीवन यात्रा च्यानलमा आज हामीले यो यात्राको क्रममा जीवनको यात्राहरूको कुरा विशेष गरेका छौँ। धरान 5 मा रहेको ज्योति मण्डलीका सिनियर पास्टर मचिन्द्र लावती ज्यूसँग हामीले कुराकानी गऱ्यौँ। कुराकानी कस्तो लाग्यो यहाँहरूले कमेन्ट पनि गर्दै रहनुहोला र आगामी एपिसोडमा हामी नयाँ अतिथिका साथमा उपस्थित हुनेछौँ। तबसम्मका लागि बिदा चाहन्छौँ। नमस्ते।